हजुर हजुर अर्को गोला सानो छ हजुर त्यो अर्को गोलालाई ल्याउने यसको यो जुन यो ढकनी हुन्छ यो ढकनी हामीले खोल्छौँ त्यो खोलेपछि यसको भित्र एउटा कभर हुन्छ इनर कभर भनिन्छ हैन त्यो कभर पनि उकाउँछौँ र त्यसमाथि चाहिँ त्यो अर्कोको घरमा चाहिँ रानी हुनु भएन है फेरि अर्को घरमा चाहिँ रानी हुनु भएन भएन रानी हुनु भएन त्यसमा रानी नभएको घरमा चाहिँ मिसाउन सक्यो रानी भएको घरसँग चाहिँ रानी नभएको घरको मिसाउनु पर्यो रानी छ भने त्यसमा गोला सानो छ त्यसमा रानी छ भने त्यसलाई 24 घण्टा अगाडि नै क्विनलेस गराउनु पर्यो मेरो सबैभन्दा पुरानो मूल घर यो डोलो घार हो यो साँचको घार हो यो रुख काठमा चाहिँ यो साँचको रुख हो यो चाहिँ मेरो बाउको पनि मामाले बनाएको भन्ने कुरो आयो यो एउटा पुरानो टोयलेट हो ए हजुर पनि नभत्केकन यसमा पनि मौरी नै राखेका छौँ होइन ए यहाँ पनि मौरी नै छ ए मान्छे त झुकिने पर्छ त टोयलेट बनाएर आयो भने मौरीको घारै भेट्ने छ यहाँ त है तर यहाँ त अत्याधिक मौरी रहेछ त अलिकति राम्रै छ यो चाहिँ माथि ओत अलिक टाढा भएकोले गर्दाखेरि मौरी धेर बस्या हो कि क्या हो एक सेट बनाउनलाई अब काठ हेरी हुन्छ यसमा काठ अहिले प्रायः जस्तो चेन्सोले काट्छ हजुर चेन्सोले काटेको काठहरू फिनिसिङ खासै हुँदैन अब त्यसमाथि सिकौरोले काटेको हुन्छ होइन हजुर त्यो जम्मै अब यहाँनिर साइजमा ल्याउनु पर्ने हुन्छ काठ पनि हेर्नु पर्ने हुन्छ र फ्रेमहरू बनाउँदा सोरसार गर्दा प्रायः झन्डै 2 दिनै लाग्छ बनाउनु 2 दिन लाग्छ झन्नै लाग्छ तर फिनिसिङ चाहिँ राम्रो दिनु पर्यो त्यति बेला त्यो जुन मह भएको फ्रेमलाई चाहिँ हजुर यसमा राख्ने ए त्यो जुन मह भएको फ्रेमलाई सुरुमा त अब त्यो मह सिल गरेको हुन्छ मौरीले त्यो सिललाई काट्नु पर्यो लाग्ने धारिलो हतियारले क्विन गेट हाल्ने भनेको सुरुमा डोलो घारदेखि सिफ्ट जुन यसमा सार्दाखेरि त्यसमा उसले सर्लकै राम्रो हिसाबले लियो त ठिकै छ अब चाका काटेर हामीले लगाएको हुन्छौँ यसमा त्यो चाका काटेर बच्चाहरू अलिकति त्यसमा मरेको हुन्छ के हुन्छ उसले छोड्ला जस्तो गऱ्यो भने मात्रै क्विन गेट लाउने हो नभए खासै लाउनु पर्दैन यसलाई
बाबु यहाँ मानसिंह तामाङको घर जाने बाटो कता होला? यता लाग्नु यता लगाएपछि एउटा घर आउँछ त्यहाँ। ए अब आउने पहिलो घर नै हो? यही बाटो जाँदा हुन्छ? हामी त आइपुग्यो त। घुम्दै आउनु मानसिंह भनेको हजुरकै नाम हो? मेरो हजुरको खोजीमा हामी आएको। हजुरले चाहिँ यहाँ मौरी पालन गर्नुभएको छ अरे, अनि मौरीको डुँडहरू बनाउनुहुन्छ अरे होइन, त्यसको लागि हामी यसो हेर्दै निरीक्षण गर्दै आएको छौँ। हजुर चाहिँ यहाँ यो पेसामा कहिलेदेखि लाग्न थाल्नुभएको? यो पेसामा भयो दाजु त्यस्तै 3 वर्ष जति भयो। 3 वर्ष मौरीकै पेसा चाहिँ गरेको चाहिँ। मौरीकै पेसा गरेको। हजुरले यहाँ जुन बनाउँदै राख्दै गर्नु भएको छ, हजुर यहाँ डुँडहरू छन् धेरै, यतै आउनुहोस् न। यी डुँडहरू जति छन्, हजुर यी डुँडहरू कहाँबाट, यो काठहरू कहाँबाट उपलब्ध गराउँदै हुनुहुन्छ अहिले? यो कसरी ल्याउँदै हुन्छ? आफ्नै यिनै निजी आफ्नै बारीकै हो। आफ्नै बारीको। आफ्नै बारीको यो डुँडहरू चाहिँ कुन काठबाट बनाउँदै सबैभन्दा हुन्छ? पुरानो मूल घाट डुँड अहिले काठमा यो डोलो घाट हो। यो साँचको घाट हो, खासै राम्रो काठ छैन काठमा चाहिँ साँचको। त्यसले गर्दा यहाँ सिरिसहरू यो चाहिँ मेरो ए सिरिसमा पनि मौरी बस्छ है? बस्छ पनि मामाले यसलाई अलिकति मजबुत राम्रो बनाउन सकियो भने बस्ने हो। बनाएको भन्ने कुरो आयो, मकिनु भएन, कुनु भएन, पनि यसमा ढाडिनु भएन। यसको भित्रको फ्रेमहरू सबै टुनी हुन्छ। 11 केजीसम्म बाहिरको मात्रै एउटा डुँडबाट 11 केजी मौरी। सबैभन्दा धेरै सुनेको थिएँ सबै काठ चाहिँ टुनीको बन्छ अरे भनेको सुनेको थिएँ। होइन, टुनी बनाउन सकिन्छ तर टुनी हजुर अलिकति यसमा कतिवटा जति चाहिँ यो त्यस्तो साह्रो धेरै काठ चक्का हुन्छ नि, चाका हुन्छ हजुरलाई होइन? टुनी त्यो कतिवटासम्म चाहिँ लगाइरहेको हुन्छ भित्र? यो 4 अनि हजुरले यो जुन पेसा गर्न थाल्नु भयो, लामो लामो हुन्छ। यो डुँडै यो घारै लामो हुन्छ। ए लामो खालको छ, गोलो लाउँदैन? गोलो लाउँदैन, यो लामो खालको छ। कति जति मौ उत्पादन गर्नुहुन्छ? यसलाई के यो अगाडिबाट त खासै छिर्दैन रहेछ, पछाडिबाट? होइन, यो यस्तो भएको, यो यतादेखिको यो जुन बुच्याको भागहरू चाहिँ यो 19,000 बेचेको थिएँ। पोहोरको साल मैले त्यो बन्द गरिदिनु भने यतैदेखि निस्किने 50 केजी काटेको 1500ले बेच्छौँ हामी। अहिले त्यो गोबरले जुन यसपालि अस्ति 14 केजी, अहिले 13 केजी, अहिले तत्कालीन अहिले 5 केजी काटिरहेको छौँ। हजुर हजुर फेरि काट्ने क्रम अलिअलि छ। अहिले 5 केजी छ। अहिले यो भित्र मौरी हेर्न मिल्दैन है? हजुरले अब हामीलाई पनि सहयोग गर्नुहुने रहेछ थोरै। उकाएर हेर्न चाहिँ दुःख लाग्ला हो। हजुर हजुर कति महिनामा चाहिँ एकछिन यो मौरीको घाँटीतिर एकछिन लानु पर्यो है? हजुरले सबभन्दा सुरु गर्नुभएको मौरीको जुन उत्पादनको सुरु हुन्छ नि, अब हजुरलाई जुनबाट चाहिँ मौरीलाई चाहिँ अब म बढाउँछु एकचोटि भनेर जुन सोच आएको छ, त्यो मूल घारतिर चाहिँ हामी जान्छौँ एकचोटि। हजुरले मूल घार देखाइदिनु घारमा है? अब आधुनिक घार चाहिँ यिनै छ। अब जुन तपाईँले उहाँ बनाउनु भएको घार छ, हजुर त्यही घारमा यहाँनिर सार्दा चाहिँ हजुर यहाँ क्विन गेट लाएर छेक्नु पर्ने भन्ने कुराहरू हुन्छ। हजुर अब यसमा त क्विन गेटहरू पनि केही पनि देखिएन, तर पनि मौरी बसिरहेछ। क्विन गेट हाल्ने भनेको सुरुमा डोलो घारदेखि सिफ्ट जुन यसमा सार्दाखेरि हजुर त्यसमा उसले सर्लकै राम्रो हिसाबले ल्यायो त ठिकै छ। हजुर अब चाका काटेर हामीले लगाएको हुन्छौँ यसमा। हजुर त्यो चाका काटेर बच्चाहरू अलिकति त्यसमा मरेको हुन्छ के हुन्छ, उसले छोड्ला जस्तो गऱ्यो भने मात्रै क्विन गेट लाउने हो, नभए खासै लाउनु पर्दैन यसलाई। खासै लाउनु पर्दैन भनेपछि आफ्नो खुसीले बस्न सक्छ। सक्छ। अनि यो हजुरले पाल्नु भएको जुन मौरी छ, यो त अलिक चिसो ठाउँ छ, हजुर यसलाई चाहिँ थोरै तल जस्तो बुधबारे क्षेत्रमा लगियो भने यो मौरी कतिको रहन सक्छ? खै यो त्यो विषयमा चाहिँ मलाई त्यति खासै थाहा भएन, तर हाम्रो पनि यहाँ मेरै पनि अलिकति यो पछि कार्तिक मङ्सिर पुस माघको बेलाको लागि चाहिँ अलिक अप्ठ्यारै ठाउँ हो यो, अलिक चिसो ज्यादा हुन्छ यहाँनिर। यहाँ घामले अलिकति बिहानै भेट्दैन, त्यो भएकोले गर्दाखेरि मौरीको आवत जावत पनि अलिकति ढिलो हुन्छ कि त्यति बेला चाहिँ। तातो मन पराउँछ? तातै मन पराउँदो रहेछ। हजुर मेरो अहिले मौरी बसेको यो जुन आधुनिक घार 16वटा छ, 16वटामै मौरी छ। हजुर मेरो डोलो जुन यो मुडे घार भनेको 4टा छ, 4टामै मौरी छ। हजुर अब मौरी नभएको त कुरो गर्ने कुरो आएन। हजुर हजुर
सबैभन्दा राम्रो त अब 10 फ्रेममै हो 10 फ्रेम थिएन भने हामीले 8मै सकिन्छ चारटाको पनि गर्न सकियो 4 फ्रेमको पनि 4 फ्रेममा गर्न सक्नुहुन्छ। सकिन्छ त्यहाँभन्दा मुनि पनि सकिन्छ तर मौरीलाई अलिकति धेरै पिर पर्छ कि सानो गोला भइदिन्छ त्यसले गर्दा समस्या हुन्छ। यो जुन डुँडहरू छ हजुरले यो खुल्लामा राख्नु भएको छ है? हजुर खुल्लामै छ भुइँमै छ टाँसाहरू राख्नु भएको छ तैपनि कमिला खासै चढाएको छैन। यो कमिलाले महलाई कतिको असर गर्छ? मह भएको ठाउँमा त कमिला लाग्नुपर्ने यहाँ देखिँदैन। अब म कमिला पनि कमै छ यतातिर अब यहाँ बटुका राखेर पानी राखेर पनि साध्य भएन। ए हजुर हजुर। अब धेरैवटा भएपछि अलिकति गाह्रो भएर अनि त्यतिकै राखिदिएको अहिलेसम्म चल्दैछ जेस् चल्दैछ। यो घार भर्खर विभाजन गरेको घार हो। ए हजुर। त्यसले गर्दा यसमा गोला कम्ती छ। गोला कम्ती छ। हनी पकेट भएको पनि घारहरू छ। अब त्यसमा हनी पकेट भएको घार चाहिँ मसँग अहिले अलिक कमै मात्रै छ भन्दा पनि यति बेला चाहिँ छैन किन अब अस्तिसम्म मैले बनाउनु पनि पाइएन। ए हजुर हजुर। खासै त्यो महको च्याम्बर बनाउनु पनि सकिएन होइन। पहिला यो जुन पुरानो जति थियो त्यो सबै सडिएर गयो। हजुर। अनि नयाँ जति चाहिँ अब बनाउने क्रममा अलिकति ढिलो भयो त्यसले गर्दा प्रायः जसो यसपाल घार फारेकोले गर्दाखेरि खासै छैन अहिले। अनि कस्तो अवस्थामा चाहिँ त्यो हनी पकेटमा राख्न सकिन्छ मौरीलाई भन्ने कुरा हुन्छ? त्यो यस्तो हुन्छ अब सिजन लाग्नु पर्यो। हजुर। मौरीको सङ्ख्या धेरै हुनु पर्यो ठुलो गोला हुनु पर्यो सानो गोलामा सकिएन भनेपछि त्यो रिड जति सबै भरिसके पछाडि रिड जति भर्छ तलको 10वटा फ्रेम भरिएपछि मात्रै हामीले माथि दिने हो। माथि अर्को दिनु पर्यो। माथिल्लो दिने हो। माथि के क्विन गेट राखेर हनी पकेट हुन्छ कि त्यतिकै हो त्यतिकै माथि थप्ने हो त्यसलाई। त्यतिकै माथि थपिन्छ। त्यतिकै माथि थप्ने हो। त्यसमा अब सकेसम्म अलिक हुने छ भने अब मिल्यो भने आधार चाका लाएर दिने हो अलिक छिटो हुन्छ। अब होइन नि उनीहरूलाई बनाउनु दिँदाखेरि भनेको चाहिँ पहिला माथि चढ्नु अलिकति गाह्रै हुन्छ। हजुर। कतिवटा मौरीलाई अलिक बानी नभएको मौरीलाई अलिकति गाह्रै जस्तो हुँदो रहेछ होइन। त्यो गर्दै जाँदा थाहा हुने कुरो हो। अनि त्यसलाई चाहिँ तलबदेखि नै एउटा दिएर चाहिँ अलि माथि चढायो भने चाहिँ सजिलो हुन्छ। हजुरले अरूतिर राखेको डुँडहरू एकचोटि साथसाथै हेरौँ त है। हुन्छ यो एउटा पुरानो टोइलेट हो। हजुर हजुर। पनि नभत्केकन यसमा पनि मौरी नै राखेको छौँ होइन। यहाँ पनि मौरी नै। मान्छे त झुकिने पर्छ त टोयलेट बनाएर आयो भने मौरीको गाह्रै भेट्ने छ यहाँ त है। तर यहाँ त अत्याधिक मौरी रहेछ त। अलिकति राम्रै छ। यो चाहिँ माथि ओत अलिक टाढा भएकोले गर्दाखेरि मौरी धेर बस्या हो कि क्या हो? होइन यो नयाँ रानी छ। हजुर। त्यसमा पनि अहिले यो अलिकति समय टाइम पनि होला। ए अहिले लगभग 12 बजी भनिन्छ त 1 बजिसकेछ है। कफी डल्ले खोर्सानी रहेछ फेरि मजाले राख्नु भएको रहेछ। कृषिमा चाहिँ साह्रै धेरै आबद्ध हुनु भएको रहेछ तपाईँ। धेरै पनि नभनु यहाँ छ एक गोला। यो चाहिँ स्ट्यान्ड बनाउनु भ्याइएन। हजुर। काठैको स्ट्यान्ड बनाएर राखिदिनु भएको छ है। एउटा अचम्म लागेको कुरो चाहिँ यत्रो काठको स्ट्यान्ड भुइँदेखि टचै भएर आएको माथि मह लगाएको छ मौरीले तर पनि कमिला नलागेको चाहिँ साह्रै अचम्म लाग्यो है। नयाँ बच्चाहरू यसबाट बच्चा कुहिने रोग भनेको के त्यसमा कुनै चिलेसाहरू पर्छ र कुन छ कि केही? त्यसमा एक खालको मैनपुताली भन्ने खालको अथवा त्यस्तो त्यो एउटा लार्वा किरा बनिन्छ अथवा त्यसले कुहाउँछ त्यसले त खासै नकुहाउनु पर्ने हो। भित्र जुन चाकामा भएको लार्वा जति सबै कुन्छ कि लार्वा नै सबै कुन्छ। बच्चै कुन्छ साह्रै कुन्छ। भनेको त्यो जुन मैनमा माकुराको जालो जस्तो हुन्छ त्यहाँभित्र चाहिँ किरा हुन्छ तर त्यो किरा हुन्छ त्यो जालै नपरि पनि त्यो भित्रको बच्चा जति चाहिँ मर्दिन्छ कि बच्चा कुहिन्छ है। कुहिन्छ। यसले त नि मौरी त सफाकै बनाउँछ बनाउँदैछ त नि। त्यही भएर चाहिँ यसमा अलिकति कम्ती छ। मौरीलाई कस्तो खालको ठाउँ चाहिँ उपयुक्त जस्तो लाग्यो तपाईँलाई? मौरीलाई मौरी पाल्नुभयो घमाइलो बिहानको झुल्के घामले भेट्ने वर्षक बेलुकैसम्म भेट्ने न्यानो ठाउँ त्यो चाहिँ अलिकति अलि राम्रै हुँदो रहेछ भनौँ न। भनेपछि पूर्व फर्केको अवस्थामा राम्रो हुन्छ। पूर्व दक्षिण यस्तै फर्केको घाम चाहिँ लाग्नु पर्यो। न्यानो हुनु पर्यो
उसलाई बिहानैदेखि अवजत गर्नलाई सजिलो हुँदो रहेछ कि जाडो कसैले के भन्छन् भने मौरी पालेपछि मौरीले पुरै अगाडि चाहिँ छर्लङ्गै देखियोस् भन्छ नि, अगाडि खुल्ला हुनुपर्छ भन्छन्। त्यो पनि हो, कुरा चाहिँ के हो? त्यो पनि ठिकै हो। उसलाई भरसक अब आवाज जवाजमा त्यस्तो असुविधा हुनु भएन। असुविधा चाहिँ हुनु भएन। बेच्नु पर्दाखेरि हजुर एक ठाउँ बसेको डुँडबाट त्यही घार चाहिँ सरक्कै मौरीसँगै बेचिन्छ। हजुर अब दिनभरि त चर्न गएको हुन्छ, हजुर बेलुका त त्यो फर्किनु पर्ने समय हुन्छ, राति फर्किने कुरो भएन, बिहान फर्किन्छ होला सायद। बिहान फर्किँदा त्यो आएको मौरीहरू चाहिँ कता बस्छ? त्यो तिनीहरू त अलमल पर्ने भए। अलमलमै पर्छ, यहाँनिर आउँछ, उसले घार नभेटेपछि घुम्छ। हजुर अब घुमेपछि ऊ जति बाहिर भएको त्यो जम्मै नै आउँछ। हजुर हजुर। अब यहाँबाट बाहिर गएकोहरू त अब उता छोडिन्छ, छोडिएको जति त अब यहाँ घुम्छ। त्यो घुमेर चाहिँ अब त्यतिकै त्यो कता जान्छ हामीलाई पनि थाहा भएन कि। तिनीहरूले यो अरू गोलासँग मिसिएर बस्नै सक्दैन? सक्दैन, लापा खेल्छ उनीहरू। लापा खेल्छ है? लापा खेलियो। एउटा गोलाबाट छुट्याएको अर्को गोलामा गयो, तर त्यो गोलाको फेरि ल्याएर त्यहाँ मिसायो भने फेरि मिसिँदैन है? मिसिँदैन, त्यसलाई मिसाउने चाहिँ बरु आइडिया गर्नुपर्ने हुन्छ होइन। त्यसलाई कस्तो अब गोलादेखि गोला अर्को गोला मिसाउन पनि सक्यो, तर त्यो गोलाकोदेखि अर्को गोला मिसाउनलाई चाहिँ अब अलिकति त्यसलाई चाहिँ त्यसको पनि टेक्निकहरू थुप्रै छ। त्यो बच्चा उत्पादन गर्न सकेन भने अर्को गोलाको बच्चा ल्याएर त्यहाँ हालिन्छ। अर्काको बच्चा पनि लिन्छ। बच्चा चाहिँ अर्काको पनि लिन्छ, उसले चिन्दैन। गोला चाहिँ मिसाउन सकिएन, गोला माउ चाहिँ मिसाउन सकिएन। माउ मिसाउन पनि सकिन्छ, तर उसलाई अब छुट्टै तरिका छ उसको पनि होइन। त्यो छुट्टै तरिकाले चाहिँ मिसाउन सक्यो, तर एकैचोटि लिएर त्यही माथि मिसाइहाल्न चाहिँ सकिएन, मिलेन। त्यो जुन मह भएको फ्रेमलाई चाहिँ यसमा राख्ने, त्यो जुन मह भएको फ्रेमलाई सुरुमा त अब त्यो मह सिल गरेको हुन्छ मौरीले। त्यो सिललाई काट्नु पर्यो लाग्ने धारिलो हतियारले। काटिसकेपछि उकाइसकेपछि यहाँ राख्ने हो उसलाई, त्यो फ्रेमलाई। यहाँ फ्रेमलाई हालिसकेपछि यहाँनिर 6वटा फ्रेम जान्छ सुपरको। यहाँ एउटा जान्छ, यहाँ एउटा जान्छ, यहाँ दुईवटा जान्छ, 6वटा फ्रेम जान्छ। 6वटा फ्रेम गइसकेपछि यसलाई हट्ट घुमाइदिने हो कि। यति घुमाउँदाखेरि एक पाटाको मह सबै निस्किन्छ। एक पाटाको जुन यतापट्टिको भएको मात्रै निस्क्यो, यतापट्टिको निस्किएन, भित्री भाग निस्किएन, बाहिरी भएको मात्रै निस्क्यो। मौरीको घार एक सेटमा यति हुन्छ। हजुर यो माथिल्लो भाग हामी ढकन भन्छ यसलाई, ढकन। हजुर अब यो सबैले जाने कि कुरो भयो। यसलाई इनो कभर भन्छौँ। इनो कभर। हजुर हजुर। यो चाहिँ प्लाइवुडबाट बन्छ। प्लाइवुडबाट र साइड चाहिँ अब काठकै फ्रेम बनाएको छ। यो मह कक्षा। अनि यो मह कक्षा र बच्चा कक्षाको हजुर चारै पाटा एउटै हुन्छ। 358 गुणा 358 mm। यसमा बराबरी एउटै हुन्छ। यसको मोटाइ भनेको 20 mm हुन्छ होइन। यो यसको मोटाइ चाहिँ प्रायः 20 mm राख्न चाहिँ। अनि यसको नापहरू पनि छुट्टै हुन्छ हुन चाहिँ, तर अब यो यसको यो सानो हुन्छ, यो सानो चाहिँ महको भयो, यो चाहिँ अब बच्चाको भयो होइन। यो बच्चाको भयो, बच्चा कक्षाको भयो, यो मह कक्षाको भयो, अब यो महको भयो, मह कक्षा। यो बच्चा कक्षा भन्छ यसलाई, बच्चा कक्षा। र यसलाई आसन बोर्ड भन्छ। आसन बोर्ड भनेको चाहिँ यो बट्टा राख्ने ठाउँ, बट्टा राख्ने। यसको जुन अगाडिको मुनिको भाग आसन बोर्ड भनिन्छ यसलाई होइन। यो आसन बोर्ड भयो। एक सेट बनाउनलाई कति दिन लाग्छ? एक सेट बनाउनलाई अब काठ हेरी हुन्छ यसमा। काठ अहिले प्रायः जस्तो चेन्सोले काट्छ। चेन्सोले काटेको काठहरू फिनिसिङ खासै हुँदैन। अब त्यसमाथि पनि सिकौरोले काटेको हुन्छ होइन। त्यो जम्मै अब यहाँनिर साइजमा ल्याउनु पर्ने हुन्छ, काठ पनि हेर्नुपर्ने हुन्छ। र फ्रेमहरू बनाउँदा सोरसार गर्दा प्रायः झन्डै 2 दिनै लाग्छ बनाउनु। 2 दिन लाग्छ, झन्नै लाग्छ। तर फिनिसिङ चाहिँ राम्रो दिनु पर्यो त्यति बेला छ। त्यो 2 दिन लगाएर बनाएको घार चाहिँ हेरि नसक। अब फिनिसिङ छैन भने त्यो गाह्रो हुन्छ। र हामीले बनाएको जुन यो भागहरू हेर्दा हुन्छ होइन, कति अब मेहनतले बनाएको हुन्छ। यहाँ पनि तपाईँहरू हेर्नुहोस् न। यस्तो मौरीको डुँडहरू बनाउँदा के साइज हेर्नुपर्छ भन्छन्? यसमा केही हेर्नु परेन, मात्रै साइज भनेको अब यसमा भर्सक सुक्खा टाइम हेर्नु पर्यो। बर्खामा बनाएको ढाडिन्छ होइन, समय चाहिँ हेर्नु पर्यो। साइज त्यति नै हो। अब त्यो बुढाहरूको जस्तो उहिलेको पुरानो परम्परागत हिसाबमा चाहिँ अब यो भएन, चलेन। हजुरले यसलाई बिक्री गर्दा एक पिसलाई कसरी बेच्दै हुनुहुन्छ अहिले? 4000। 4000मा एक सेट बेच्नुहुन्छ। यहीँ आयो भने कि आफैले ढुवानी दिनुहुन्छ? ढुवानी सकिँदैन यसमा।
ए गाह्रो हुन्छ। यहीँ आउँदाखेरि 4000 बेच्नुहुन्छ, आफूले ढुवानी गर्यो भने ढुवानी गरेर त अब ढुवानी अब कति ढुवानी शुल्क लाग्छ त्यति लिनुहुन्छ। हजुर। मासिक लगभग कतिवटा जति बिक्री हुन्छ, कतिको यहाँनिर यो जुन डुँडको माग हुन्छ हजुरसँग? डुँडको माग चाहिँ अलिअलि छनु चाहिँ, तर अब काठको अभावले गर्दाखेरि खासै अब बेचिया छैन, कमै मात्रै बेच्छु बेच्न चाहिँ। हजुर। अब काठै अलिक उपलब्ध हुन सकिँदैन, यहाँ गराउन सकिँदैन। अब आफ्नो बारीमा छैन, अब फाल्टोबाट किनेर ल्याउनु अलिकति महँगो पर्छ, त्यसले गर्दाखेरि खासै बेचिहाल्यो। हजुर। मौरीसहित बेच्दा चाहिँ कसरी बेच्दै हुनुहुन्छ? मौरीसहित बेच्दाखेरि अब मौरीको त प्रायः फ्रेम हिसाबै हुन्छ होइन, ए प्रति फ्रेमको हिसाबले हुन्छ। अब 10वटै फ्रेम बेच्न त अब गाह्रै हुन्छ, धेरै नै लाग्छ पैसा। हजुर हजुर। अब 1000 रुपियाँ फ्रेम प्रायः चलेकै हुन्छ होइन। कतिवटा फ्रेम एउटा घरमा 5वटा फ्रेम त दिनै पर्ने हुन्छ। ए 5वटा फ्रेम चाहिँ एउटा घरमा दिनु पर्छ। एउटा फ्रेम 5वटा मतलब 5 फ्रेम चाहिँ मौरी भएको चाहिँ वर्ष भनेपछि 5000 मौरीको भयो, 4000 यता गर्दा 9000 लगभग लाग्छ नि। लाग्यो। अब यहाँनिर सानो एउटा बट्टा बनाउनु भएको छ हजुरले? हजुर। हो त्यो सानो बट्टा बनाउँदै गरेको हो। हजुर। यसमा अब यो बनाउँदै गरेको, यसमा यो आफैले परिकल्पना गरेरै बनाएको, कति चाहिँ योभन्दा सुरुमा बनाएको छुट्टै थियो। हजुर हजुर। अब यो चाहिँ मौरी बोक्ने बक्सा, यसलाई क्यारिङ बक्स भन्न चाहिँ होइन। भनेपछि कहीँ लगेर मौरी डिस्ट्रिब्युट गर्नु पर्यो, दिनु पर्यो भनेदेखि यसमा लिएर गएर म दिँदा भयो। यसमा दिँदा भयो। यसमा 5 फ्रेम लाग्छ ठुलो खालको मौरी बस्ने। अब यसमा महँगो चाहिँ भएन होइन। अब यो मौरी बेच्दाखेरि अथवा लाँदाखेरि जे गर्दाखेरि पनि 2टा भयो, 3टा, 4टा, 5वटाले यो ठ्याक्कै भरिन्छ, खप्लो पनि हुँदैन। सबै एउटै यो नाप चाहिँ सबै फ्रेमको नाप एउटै नापमा हुन्छ है? फ्रेमको नाप सबै एउटै हुन्छ। एउटै हुन्छ, त्यसको मोटाइदेखि लिएर लम्बाइ सबै एउटै हुन्छ। कहीँ लगेर सार्नु पर्यो भने त्यो एउटै नाप भएकोले गर्दा यसमा लाँदा मिल्यो। यो मापदण्डमा भएको घार छ भने चाहिँ त्यसमा मिल्छ, जहीँ लगेर पनि मिल्छ। यो हुँदा अब यसलाई सजिलोको लागि चाहिँ मैले मुनिको भाग पनि उक्किने बनाएको छु, फोल्ड आउने खालको। यो चाहिँ मौरी जङ्गलतिर अथवा कतै बोक्नु पर्यो, सार्नु पर्यो भने पनि सुरुमा सारिसक्दाखेरि, अब ठुलो घारदेखि सानोमा सारिसक्दाखेरि उसलाई ठुलो ठाउँदेखि ऊ माथिको चाकामा बस्न छिट्टो हुन्छ क्या, उसलाई सजिलो हुन्छ। अब सानो यहाँ दुलो खोजेर उसले यो प्रवेशद्वार खोजिबस्न उसलाई ढिलो हुन्छ। उसलाई खुल्ला छोडिदियो भने त उसले त भित्र त गोला छिट्टो देख्छ। छिट्टो देखेपछि ऊ त्यहाँनिर छिट्टै उसले गोला चिन्छ र ऊ बस्छ कि त्यहाँनिर। अनि ठ्याक्कै यसलाई गर्ने, अनि यसको यहाँबाट बन्द गर्ने, अनि यहाँबाट माथि ढकनी छ, त्यो ढकनी ठ्याक्क लगाएपछि बोकेर जहीँ जान मिल्यो। महको बारेमा जतिजनाले अब मह डिमान्ड गर्न सक्नुहुन्छ, अब प्योर लोकल मह हो, त्यसमा मह प्रायः रसै आउँछ हाम्रोदेखि होइन। अब यसमा कतिले धेरैले चाहिँ अब चाकामा विश्वास गर्ने हुन्छ, चाका राम्रो एकदम चिनी नमिसेको भन्ने कुरो छ। प्रायः जसो बजारमा त्यही छ हल्ला, चिनीमै पुग्छ कुरो। तर हाम्रो त्यस्तो हुँदैन। हाम्रो चाहिँ अब प्योर लोकल मह हुन्छ। अब त्यसमा चाहिँ हामीले यही मेसिनबाटै नै घोलेर दिने गरेका छौँ, अब निकालेर। त्यसमा अब तपाईँहरूलाई मह चाहिएमा मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। घार चाहिएमा पनि, घारको लागि पनि अब सम्पर्क गर्न सक्नुहुन्छ होइन। मौरी यसै पाल त अब सकिएन, अब बर्खा सिजन पनि लाग्यो, आगम सिजन लाग्दाखेरि अब मौरी गोलाको पनि भर्सक सकिएला हो दिनलाई। धेरै चाहिँ सकिँदैन, थोरै भए पनि यसो 1-2 गोला भए पनि बेच्न चाहिँ सकिन्छौँ हामी। अब मेरो मोबाइल नम्बर तपाईँहरूलाई दिनुपर्दाखेरि 98 049 32 33 7। मेरो नाम मानसिंह तामाङ हो। ठेगाना रोङ गाउँपालिका वडा नम्बर 4 सालबोटे भन्छ। अब यसैमा कन्ट्याक्ट गर्नुभयो, यो नम्बरमा कन्ट्याक्ट गर्नुभयो भने ठ्याक्कै कन्ट्याक्ट हुन्छ हजुर। नमस्कार।